हेलो गाइस, गुड मर्निङ। यतिखेर चाहिँ बिहानको 4 बजिरहेको छ। हामी चाहिँ बिहानै उठेर अब गङ्गामा नुहाउन जाँदैछौँ। बिहानै 4 बजेदेखि यति चहल पहल छ यहाँ। हामी गङ्गामा स्नान गरेर चाहिँ अनि काशी विश्वनाथ मन्दिरको दर्शन गर्न जान्छौँ आज। त्यहाँ पनि एकदम भिडभाड हुन्छ अरे, त्यही भएर हामी चाहिँ छिट्टै बिहान उठेर आएको। बिहानै यति चहल पहल हुँदो रहेछ यहाँ बनारसको गल्लीहरूमा, एकदम रमाइलो भइरहेछ। गाइस, यति बेला चाहिँ हामी गङ्गा स्नान सकेर काशी विश्वनाथ मन्दिरको दर्शन गर्न जाँदैछौँ। यहाँ चाहिँ भित्र सानो गल्लीहरू रहेछ, एकदम गल्ली गल्लीबाट छिरेर एउटा भाइले हामीलाई लाँदैछ। मन्डे पनि छ अनि आज एकादशी पनि रहेछ, त्यही भएर हल्का भिडभाड हुने चान्स हुन्छ अनि राम्रोसँग दर्शन हुन सक्दैन भनेर बिहानै उठेर आएको। तर यहाँ त 4 बजीदेखि नै भिड हुँदो रहेछ। गाइस, यतिखेर चाहिँ बिहानको 7 बजेको छ। हामीले गङ्गा स्नान गऱ्यौँ, त्यस पछाडि काशी विश्वनाथ मन्दिरको दर्शन पनि गऱ्यौँ। भित्र चाहिँ फोनहरू, स्मार्ट वाचहरू अलाउड थिएन अनि 1-1.5 घन्टा जति लाइन बस्नु पर्यो। अनि त्यस पछाडि चाहिँ दर्शन गरेर हामी फटाफट अहिले चाहिँ रुममा आएर बसिरहेछौँ। अब नास्ता गरेर चाहिँ हामी कालभैरव अनि अरू त्यस्तै अरू मन्दिरहरू छ, त्यो मन्दिरहरूको दर्शन गर्न जान्छौँ होला एकछिनपछि चाहिँ। हेलो गाइज, यति बेला चाहिँ दिनको 2 बजिरहेको छ। हामी चाहिँ अब कालभैरव मन्दिरको दर्शन गर्न जाँदैछौँ। कालभैरव मन्दिर अनि अरू 2-3टा अरू मन्दिरहरू पनि छ, त्यसको दर्शन गर्न जाँदैछौँ। दिउँसोमा चाहिँ मन्दिर बन्द हुन्छ अरे, त्यही भएर हामी पनि ब्रेकफास्ट गरेर एकछिन रेस्ट गरेको थियौँ। अब चाहिँ 3 बजीबाट खुल्ला हुन्छ अरे, त्यही भएर अब हामी जाँदैछौँ अटोमा जाँदैछौँ। गाइज, आज चाहिँ हामी एकदम कन्जस्टेड रोड अनि मान्छेहरू पनि मन लाग्दै चलाउने होइन, त्यस कारणले गर्दा गाडीमा जान अलिक गाह्रो हुँदो रहेछ। त्यही भएर आज चाहिँ हामी अटो बुक गरेर अटोमा जाँदैछौँ। सुरुमा हामी दुर्गा मन्दिरको दर्शन गर्न गयौँ। यहाँभित्र चाहिँ धेरै राम्रो मन्दिर थियो। भित्र फोनहरू अलाउड थिएन, त्यही भएर हामीले बाहिर एउटा लकरमा राखेर भित्र गएर मजाले दर्शन गरेर आयौँ। त्यस पछाडि हामी सत्यनारायण तुलसी मन्दिरको दर्शन गर्न गयौँ। यहाँ एकदमै राम्रोसँग दर्शन भयो। यो मन्दिरमा चाहिँ शिवलीला, कृष्णलीला, रामलीलाहरूको चाहिँ झाँकी लागिरहेको हुने रहेछ। 10 रुपियाँको टिकट काटेर हेर्न पाइँदो रहेछ। हामीले पनि हेऱ्यौँ। यहाँ चाहिँ शिव विवाह, सीताको स्वयंवर, कृष्णको जन्म अनि महायुद्धको लडाइँहरू सम्पूर्ण कुराहरूलाई यसरी देखाइँदो रहेछ। एकदमै राम्रो लाग्यो मलाई यो। कुम्भकर्णलाई उठाउँदै सब गरेको नि ढाकाले बोक्नेहरूले उठाउने खाना त्यहाँ बाजा गाजा। एकछिन यहाँको झाँकीहरू हेरेर हामी चाहिँ त्रिदेव मन्दिरको दर्शन गर्न गयौँ। यो त्रिदेव मन्दिरमा चाहिँ प्रवचनहरू चलिरहेको थियो, सुन्यौँ हामीले यहाँ बसेर। हजारों वर्ष पहले आविष्कार हुआ था। आप लोगों ने देखा उस मोबाइल को? त्यस पछाडि हामी हनुमान मन्दिरको दर्शन गर्न गयौँ। हनुमान मन्दिरभित्र फोटोग्राफीहरू अलाउड थिएन। हामी एकदम राम्रोसँग दर्शन गऱ्यौँ र अनि हामी अर्को मन्दिर श्री मणि मन्दिरमा दर्शन गर्न गयौँ। मन्दिरभित्र एकदमै राम्रो डिजाइनहरू बनाइएको थियो, एकदम शान्त थियो यो मन्दिरभित्र चाहिँ।
यो मन्दिरभित्र चाहिँ एकदमै शान्त थियो। यसरी शिवलिङ्गहरू बनेको थियो 108 वटा। सबैको हामीले एकदमै राम्रोसँग दर्शन गऱ्यौँ। अनि यहाँभित्र चाहिँ रामको मन्दिर पनि थियो। त्यो सबै कुराहरूको हामीले राम्रोसँग दर्शन गरेर चाहिँ हामी फेरि फर्क्यौँ। सबै मन्दिरहरूको दर्शन गरिसकेपछि लास्टमा चाहिँ कालभैरव मन्दिरको दर्शन गर्नुपर्छ भन्ने मान्यता रहेछ यता। त्यही भएर हामी पनि लास्टमा चाहिँ कालभैरव मन्दिरको दर्शन गर्न जाँदै थियौँ। यतिखेर साँझ पनि परिसकेको थियो। हामी 3 बजीतिर रुमबाट निस्केका थियौँ। यतिखेर साँझ परिसकेको थियो। यो मेन रोडतिर चाहिँ गाडीहरू अनि अटोहरू अलाउड रहेनछ। त्यही भएर हामी साइकलवाला रिक्सामा जाँदै थियौँ। अनि यहाँ चाहिँ एउटा ज्ञानवापी मस्जिद पनि छ। यो त्यही मस्जिद हो गाइज, बिचमा छ यो। साँझ पख चाहिँ गाइज एकदमै भिडभाड थियो यहाँ, तपाईँहरू देख्न सक्नुहुन्छ। होली पनि आइरहेको थियो यति बेला, त्यही भएर पनि धेरै भिडभाड थियो। अनि हामी चाहिँ कालभैरव मन्दिरको दर्शन पनि गऱ्यौँ। फोटोग्राफी अलाउड थिएन त्यहाँ पनि। अनि पान खानको लागि भनेर यहाँ आयौँ। बनारस आइसके पछाडि चाहिँ बनारसी पान चाहिँ खानै पर्छ। हामीले यहाँ चाहिँ एउटा मिठा पान खायौँ। अनि त्यस पछाडि हामी बनारसको गङ्गा आरती हेर्न भनेर गङ्गाको घाटतिर गयौँ। हामी चाहिँ बोटमा चढेर गङ्गा आरती हेर्न गएका थियौँ। दशवामेध घाटमा गङ्गाको आरती हुन्छ, हामी त्यहीँ हेर्न गएका थियौँ। यो चाहिँ मणिकर्णिका घाट हो गाइज। यहाँ चाहिँ 24 घन्टा यत्तिकै लासहरू जलिरहन्छ अरे। रातिमा चाहिँ सब लाइटहरू पानीमा यसरी रिफ्लेक्ट भएर चाहिँ एकदमै राम्रो दृश्य देखेको थियो। यति शान्त होइन, यति शीतल रमाइलो भएको थियो गाइज। यति बेला चाहिँ सबजना मान्छेहरू यहाँ आरती हेर्न आइसकेका थिए। एकदम भिडभाड थियो। सुरुमा चाहिँ यसरी कपुर बालेर 7 जना पण्डितहरूले आरती गर्नुहुँदो रहेछ गङ्गाको। अनि त्यस पछाडि फेरि दियो बत्तीहरू बालेर फेरि आरती हुने रहेछ। एकदम रमाइलो, एकदम राम्रो लाग्यो मलाई यो चाहिँ। हामी पहिला पनि हेरेका थियौँ, योपालि पनि हेर्ने मौका मिल्यो। एकदमै रमाइलो भयो गाइज। तपाईँहरू पनि आरती हेर्न चाहिँ नछुटाउनु होला यदि बनारस जानुभएको छ भने। बनारसमा बिहान 80 घाटमा आरती हुन्छ 5 बजे र बेलुका 6 बजे दशवामेध घाटमा यसरी आरती हुन्छ। यसको नेक्स्ट डे 11 मार्च ट्युसडे चाहिँ हाम्रो केही कामहरू थियो, त्यो कामहरू हामीले सक्यौँ। अनि बुधबार 12 मार्चमा चाहिँ हामी अयोध्यामा राम मन्दिरको दर्शन गरेर घर फर्किएका थियौँ। हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ मेरो ब्लगको सुरुवात अयोध्याबाट भएको छ। हामी चाहिँ बनारसमा स्नान गरेर त्यहाँको दर्शन गरेर चाहिँ अहिले राम मन्दिरको दर्शन गर्न अयोध्या आएका छौँ। अहिले चाहिँ हामी अयोध्यामै छौँ, राम मन्दिरतिर जाँदैछौँ। बाँकी कुराहरू म हजुरहरूलाई अयोध्यामा राम मन्दिरमा गएर देखाउने छु। त्यहाँ दर्शन गरेर चाहिँ हामी फेरि घर फर्किन्छौँ। गाइज यतिखेर चाहिँ हामी राम मन्दिरको दर्शन गरेर फर्किसकेका छौँ। भित्र चाहिँ फोटोहरू खिच्न पाइने रहेछ। अलिअलि भिडभाड पनि थियो तर एकदमै राम्रोसँग एकदमै म्यानेज गरेर बनाएको रहेछ। बन्दै पनि थियो, पुरै बनेर पनि भ्याएको थिएन, बन्दै थियो र एकदमै म्यानेजमेन्ट चाहिँ एकदमै राम्रो थियो यहाँको चाहिँ। अब हामी चाहिँ दर्शन सक्यौँ, अब घरतिर फर्किँदैछौँ। गर्मी चाहिँ छ है, भोलि पर्सि होली हो। होली भएको कारणले चहल पहल पनि एकदमै छ।